Now that our recorded class has begun, let's continue from where we left. So हिजोको video, like I said earlier, थोरै glitch भएको भएर चाहिँ it might not be uploadable. अहिले recover गर्न चाहिँ I'm trying. भएन भने पनि I'll try to cover everything that we discussed in yesterday's class. So yesterday we talked about the general overview of the IELTS test. Okay, we started with the फुल फर्म आइएल्सको फुल फर्मबाट हामीले स्टार्ट गरेको थियौँ अनि आइएल्सको फुल फर्म के रहेछ इन्टरनेसनल इङ्ग्लिस ल्याङ्ग्वेज टेस्टिङ सिस्टम है अनि पछि यो चाहिँ के रहेछ भने यो टेस्ट चाहिँ 140 प्लस कन्ट्रिजमा भ्यालिड रहेछ है सो स्पिकिङ आई मिन ल्याङ्ग्वेज टेस्टकै कुरा गर्नुपर्दाखेरि सबैभन्दा एक्सेप्टेबल थ्रु आउट द कन्ट्रिज ल कुनै कुनै टेस्टहरू कुनै कुनै कन्ट्रिजमा एक्सेप्ट हुँदैन त्यही भएर आइएल्स गर्नुपर्ने हुन्छ सो टेस्टहरूको कम्पेरिजनमा चाहिँ आइएल्स सबैभन्दा धेरै एक्सेप्टेबल टेस्ट हो द्याट्स वाइ आई फिल लाइक यु गाइज डिड अ गुड जब बाई चुजिङ टु स्टडी आइएल्स अनि पछि हामीले हिजो के भनेको थियौँ भने आइएल्सको भ्यालिडिटी चाहिँ कति हुन्छ 2 इयर्सको लागि भ्यालिड हुन्छ आइएल्स टेस्ट एन्ड this the total time of this test is 2 hours and 45 minutes. Okay. So major countries चाहिँ अब 140 प्लस कन्ट्रिजमा चाहिँ आइएल्स भ्यालिड रहेछ एक्सेप्टेबल रहेछ है अब सबभन्दा पपुलर डेस्टिनेसन चाहिँ कुन कुन हो त आइएल्स गरेर जानलाई भन्दाखेरि युके अस्ट्रेलिया क्यानाडा न्युजिल्यान्ड एन्ड द युनाइटेड स्टेट्स अफ अमेरिका सो मोड्युलको कुरा गर्नुपर्ने बेलामा हामीले हिजो के भनेको थियौँ भने आइएल्समा 4 डिफ्रेन्ट मोड्युल्स हुँदो रहेछ है अथवा सिम्पल ल्याङ्ग्वेजमा बुझ्ने हो भने चाहिँ आइएल्सलाई 4वटा डिफ्रेन्ट स्किल्समा डिभाइड गरिएको हुँदो रहेछ त्यो भनेको चाहिँ के रहेछ लिसनिङ रिडिङ राइटिङ एन्ड स्पिकिङ सो लिसनिङको लागि 30 मिनट्स टाइम एलोकेट गरिएको हुँदो रहेछ भने रिडिङ र राइटिङको लागि 60 मिनट्स इच भनेको 60 मिनट अथवा 1 घन्टा चाहिँ टाइम हुँदो रहेछ दुईटा डिफ्रेन्ट स्टेज गर्नको लागि अनि सर्टेस्ट अफ अल भनेको चाहिँ के रहेछ भने स्पिकिङ रहेछ है स्पिकिङ चाहिँ हामीले 11 देखि 14 मिनटसम्मको ड्युरेसनमा सकाउँदो रहेछौँ स्पिकिङमा 3 डिफ्रेन्ट पार्ट्स हुँदो रहेछ अनि स्पिकिङ चाहिँ नर्मली फेस टु फेस नै गरिन्छ अब आइएल्स किन भन्दाखेरि चाहिँ अब लाइक we discussed in yesterday's class, it is a gateway for entering in different countries 140 plus countries मा accepted भएको भएर हामीले यो टेस्ट गरिन्छ अनि अब आइएल्स लाई चाहिँ के हुन्छ भने दुईटा डिफ्रेन्ट पार्ट्समा डिभाइड गरिएको हुन्छ ल भर्जनमा हिजो हामीले भनेको थियौँ एकाडेमिक टेस्ट र जेनरल ट्रेनिङ भनेर हुन्छ एकाडेमिक चाहिँ नर्मली स्टुडेन्ट्सहरूले अब अन्डर ग्रेजुएट पोस्ट ग्रेजुएट्सहरूले गर्छन् अथवा प्रोफेसनल रेजिस्ट्रेसनको लागि पनि एकाडेमिक टेस्ट गरिन्छ लाइकवाइज जेनरल ट्रेनिङ चाहिँ कस्तो खालको स्टुडेन्ट्सहरूले गर्ने भन्दाखेरि समवन अब स्टुडेन्ट्स भन्दा नि समवन हु इज लुकिङ फर वर्क एक्सपिरियन्स अर माइग्रेसन इन इङ्ग्लिस स्पिकिङ कन्ट्रिज यस्तो बेलामा चाहिँ जेनरल ट्रेनिङ हामीले गर्दो रहेछौँ है सो ह्याभिङ सेड द्याट अब वी एज अ स्टुडेन्ट हामी सबैजनाले चाहिँ अहिलेको लागि के गर्छौँ आइएल्स एकाडेमिक टेस्टको लागि प्रिपेयर गर्छौँ अल्सो वी लुक्ड एट डिफ्रेन्ट स्कोर अब सिइएफआरको बेसिसमा चाहिँ क्राइटेरिया के हो त स्कोर मेजर गर्ने भनेर हिजो हामीले थोरै हेरेको थियौँ है अब के रहेछ भने A1 A2देखि लिएर C2सम्मको रहेछ है अनि हिजो हामीले एउटा सानो इक्जाम्पलले के बुझ्यौँ भने अब स्कुल लेभल अथवा +2 लेभलमा के हुन्छ ए अथवा बी भनेको राम्रो मानिन्छ है आई मिन ए मात्रै लिउँ अहिलेको लागि ए भनेको राम्रो मानिन्छ तर आइएल्सको अथवा ल्याङ्ग्वेज टेस्टको कुरा गर्ने हो भने चाहिँ अलिकति डिफ्रेन्ट हुँदो रहेछ A1 अथवा A2 भनेको चाहिँ अलिकति लिमिटेड युज इङ्ग्लिस युज गर्ने मान्छेहरूको चाहिँ A1 A2 आउने रहेछ है लाइकवाइज सी भनेको चाहिँ सबैभन्दा राम्रो रहेछ C1 र C2 भनेको चाहिँ एकदम प्रोफिसियन्ट स्टुडेन्ट्सहरूले लिएर आउने रहेछन् अनि हामीले अर्को के पनि कुरा गरेको रहेछौँ भने हामीले
यो टेस्टमा है आइएल्स प्रिपरेसन गर्ने बेलामा हामीले ध्यान दिनुपर्ने कुरा भनेको चाहिँ के भन्दाखेरि हाम्रो स्कोर B1 भन्दा माथि हुनुपर्छ। B2 चाहिँ हाम्रो टार्गेटेड स्कोर हो है। लाइकवाइज हाम्रो 1 देखि 100 हुन्छ नि रियल टेस्ट, अब डिफ्रेन्ट टेस्टहरूमा आइएल्समा चाहिँ के हुन्छ भने लोवर भनेको तपाईँले सबभन्दा थोरै पाउने भनेको 0 अथवा 1 हुन्छ भने हाइएस्ट भनेको 9 हुन्छ है। सो एकदमै अपरेसनल कमान्ड छ हाम्रो इङ्ग्लिस ल्याङ्ग्वेजमा, अनि पछि हामी सबै चिज एक्युरेटली युज गर्न सक्छौँ। इङ्ग्लिस भोक्याबुलरिज, हाम्रो फ्लुएन्सी राम्रो छ, ग्रामर राम्रो छ, प्रोनाउन्सिएसन राम्रो छ, रिडिङ राम्रो छ। डिफ्रेन्ट मोड्युलमा एक्सपर्टिज गरिसकेको छौँ, हामी एक्सपर्ट भइसकेको छौँ भने चाहिँ हामीले ब्यान्ड 9 लेभल लिएर आउने रहेछौँ है। लाइकवाइज अब नबुझिने इङ्ग्लिस नबुझ्ने अनि इङ्ग्लिस बोल्न पनि नआउने लेख्न पनि नआउने छ भने चाहिँ 1 आउने रहेछ अथवा 2 आउने रहेछ है। सो हामीले के भनेको थियौँ भने if you are able to understand whatever I'm saying right now, the chances of you not being 1 to 4 is high है। 1 लेभलदेखि 4 लेभल भन्दा चाहिँ तपाईँहरू माथि हुनुहुन्छ भनेर बुझिन्छ सिम्पल इङ्ग्लिस बुझ्ने मान्छेहरूको लागि है। सो हामीले अर्को के कुरा गरेका थियौँ भने हाम्रो स्कोर कसरी क्यालकुलेट हुन्छ त भनेर हामीले भनेको थियौँ है। सो लेट्स से यहाँ एउटा इक्जाम्पल छ ल, सानो इक्जाम्पल। लेट्स से मेरो चाहिँ के भयो, लिसनिङमा 6.5 आयो अरे है, रिडिङमा 7 आयो, राइटिङमा 6 आयो, लाइकवाइज स्पिकिङमा चाहिँ 6.5 आयो अरे। सो मेरो टोटल स्कोर कसरी थाहा पाउने, हामीले आफै क्यालकुलेट गर्नु छ भने कसरी थाहा पाउने भने वी डिभाइड एभ्रिथिङ बाई 4। सबै कुरालाई 4वटा टेस्ट दिएको भएर सबैको स्कोर एड गरेर लास्टमा 4ले डिभाइड गऱ्यौँ भने चाहिँ हामीले आफ्नो ब्यान्ड ओभरअल ब्यान्ड स्कोर क्यालकुलेट गर्न सक्छौँ। सो यो चाहिँ मैले किन भनेको भन्दाखेरि हाम्रो स्कोर आउँदाखेरि त ओभरअलै स्कोर आउँछ। अहिले हामीले बिस्तारै अब क्लासेस स्टार्ट भइसकेपछि के गर्छौँ, प्र्याक्टिस गर्छौँ, अनि प्र्याक्टिस टेस्टहरू पनि दिन्छौँ अनलाइन। अनि त्यति बेला अब कुनै साइटहरूले चाहिँ हामीलाई स्कोर दिन्छ, कुनैले चाहिँ दिँदैन है प्र्याक्टिस गर्ने बेलामा। सो आफैले आफ्नो स्कोर क्यालकुलेट गर्नलाई चाहिँ के गर्ने, 4 डिफ्रेन्ट मोड्युल्समा आएको स्कोर हुन्छ नि त्यसलाई प्लस गरेर 4ले डिभाइड गरेर ओभरअल स्कोर आफै पनि क्यालकुलेट गर्न चाहिँ सकिँदो रहेछ है। आई एम गोइङ फास्ट बिकज दिस इज जस्ट द रिभिजन अफ वाट एभर वी लर्न इन यस्टरडेज क्लास। Likewise, we also covered the part regarding टेस्ट हल रुल्स एन्ड सेक्युरिटी। टेस्ट हलमा चाहिँ के हुन्छ त भनेर मैले फर्स्ट डेमै थोरै हाइलाइट चाहिँ गरेको थिएँ हिजो है। सो फर्स्ट डेमा अब हामीले बुझ्नुपर्ने कुरा चाहिँ के हो भने हाम्रो एक्जाम हल एकदमै टाइट हुन्छ, एकदमै स्ट्रिक्ट हुन्छ एक्जाम हल। फर द्याट रिजन अब रिकमेन्डेड टाइम तपाईँहरूको लागि भनेको चाहिँ एटलिस्ट 30 मिनट्स प्रायर टु यर स्केड्युल टाइम। तपाईँहरूले अब लेट्स से 7 बजेको टेस्ट छ भने सकिन्छ भने 6 बजे गएको धेरै राम्रो, सकिँदैन पनि 30 मिनट्स अर्लियर चाहिँ पुग्नै पर्यो एक्जाम हलमा। बिकज त्यहाँ चाहिँ के हुन्छ भने सेक्युरिटी धेरै हुने भएको भएर सबै स्टुडेन्ट्सलाई अलिक बढी एक्जामिन गर्नुहुन्छ कि, त्यो भएको भएर अलिकति लाइन पनि हामीले फेस गर्नुपर्ने हुन्छ। फर द्याट रिजन छिटो जानु पर्यो। अनि टेस्ट डेमा जाँदाखेरि चाहिँ डकुमेन्ट्स के लाने भन्दाखेरि you have to take your original passport है। पासपोर्ट त ला मेरो त कपी छ, ओरिजिनल त मैले हराएँ भन्नुहुन्छ भने एक्जाम हलमा जान मिल्दैन है। फर द्याट रिजन ओके, सो तपाईँहरू विदेश जान लागिरहनु भएको छ भने पासपोर्ट हराउने त चान्स छैन, जस्ट मैले भनिदिएको है। सो कतिको इम्पोर्टेन्ट छ भनेर भन्न खोजेको। लाइकवाइज माई रेकमेन्डेसन इज इफ यु हेभ नेसनल आइडी क्यारी इट अलङ विथ यु। सो एक्जाम डेमा चाहिँ के हुँदो रहेछ, फिङ्गर प्रिन्ट अथवा बायोमेट्रिक स्क्यान्सहरू पनि हाम्रो हुँदो रहेछ। अनि तपाईँहरूको एक्जाम हलमा चाहिँ जाने बेलामा फोटो खिच्छ ल, एउटा फोटो खिच्छ, अनि तपाईँहरूको स्कोरसँग चाहिँ त्यही फोटो आउँछ है। त्यो पनि सुरुमै अलिकति भनिदिइहालेको। सो बिलोङ्गिङ्सको कुरा गर्नु पर्दाखेरि चाहिँ टेस्ट डेमा हामीलाई मटेरियलहरू चाहिँ एक्जाम अब आइडिपी अथवा ब्रिटिस काउन्सिलले नै अफर गर्नुहुन्छ, केम्ब्रिज युनिभर्सिटीले पनि सो अफर गर्नुहुन्छ। त्यही भएको भएर हामीले खासै केही लानु त पर्दैन। एक्चुअली लानै मन छ भने वाट यु क्यान डु इज यु क्यान क्यारी अ पेन्सिल एन्ड एन इरेजर।
पेन्सिल र इरेजर बाहेक केही पनि लानु पर्दैन है। पेन्स आर नट अलाउड इन दि एक्जाम हल। अब अहिले हामीले कुरा गर्दाखेरि चाहिँ पेन्सिल इरेजर खासै अनलाइन हामीले टेस्ट दिने भएको पनि दिस इज नट एक्चुली रिक्वायर्ड, बट लगिराखेको राम्रो है। लाइकवाइज एक्जाम हल स्ट्रिक्ट छ भनेर मैले भनेको थिएँ नि है। कति स्ट्रिक्ट छ भन्दाखेरि हामीले वाटर बोतल लग्दा पनि क्लियर वाटर बोतल लानुपर्छ क्या। सो हुन्छ नि भित्र पानी भएको देखिनु पर्यो। त्यो ट्याग भएको वाटर बोतल छ अथवा मिनरल वाटर बोतलले चाहिँ हामीले नर्मली खाने वाटर बोतल लग्यौँ भने पनि त्यसको लेबल निकालेर लेबललेस बनाएर चाहिँ हामीले लानुपर्छ। लाइकवाइज हामीले सेलफोन त लानै मिल्दैन टेस्ट हलमा, हामीले वाच पनि लान मिल्दैन है। सो नर्मली के हुन्छ हाम्रो एक्जाम हलमा नेपालको कुरा गर्नु पर्दाखेरि स्मार्ट वाच अलाउ छैन है। अब यो आइएल्सको टेस्टको कुरा गर्नु पर्दाखेरि चाहिँ नर्मल वाच पनि अलाउ गरिँदैन है। लाइकवाइज क्यालकुलेटर केही पनि anything except for your passport, pencil, eraser and a completely clear water bottle, त्यो बाहेक एक्जाम हलमा केही पनि लान मिल्दैन। अब हामीले हिजो कन्डक्टको पनि थोरै कुरा गरेका थियौँ। यो भनेको हामी हुन्छ नि एक्जाम हलमा गएर के गर्छौँ, साथी देख्यो भने ओए के छ भन्नु भन्छ, ओए सिकाइ भनेर यसरी बोल्छौँ नि एक्जाम हलमा नर्मली टेस्ट लिँदा। सो यो आइएल्समा चाहिँ के हुन्छ भने इभन इफ यु नो सम वान or even if the person that you know is present in the same exam hall as you, you are not permitted to talk to them है। एकदमै सिरियसली लिनुपर्छ यो चाहिँ। हामीले बोल्यौँ कसैसँग अथवा कसैको आन्सर केही गरी कपी गर्न खोज्यौँ भने चाहिँ हामी डिस्क्वालिफाइड हुन्छौँ है। इन्स्ट्यान्ट डिस्क्वालिफिकेसन हुन्छ अनि तपाईँहरूको एक्जाम क्यान्सल भएर घर पठाइदिनुहुन्छ। फर द्याट रिजन एकदमै नै धेरै स्ट्रिक्ट छ एक्जाम हलमा। त्यही भएर चिटिङ चाहिँ हुन्छ नि यसो बोल्छु यस्तो म त तन्किरहेको थिएँ पछाडि चिनेको मान्छेदेखि बोलिदिउँ जस्तो लागेर बोलेको जस्तो लाग्छ भने डोन्ट डु द्याट है। सो दिस इज द सेम थिङ भर्खरै कुरा गरेको है। ओके आइल स्किप दिस फर नाउ बिकज हामीले भर्खरै ब्यान्डको कुरा पनि मजाले गरिसक्यौँ है। ओके अब हिजो हाम्रो क्लास एन्ड गर्ने बेलामा चाहिँ मैले के गरेको थिएँ, थोरै कुराहरू एडभाइस गरेर हामीले क्लास एन्ड गरेको थियौँ है। सो लिसनिङको लागि चाहिँ के भनेको थिएँ भने मैले हामीले पडकास्ट अथवा टेड टक सुन्ने बानी बसाल्नुपर्छ भनेर भनेको थिएँ नि है, इफ यु रिमेम्बर। सो पडकास्टमा चाहिँ नर्मली के हुन्छ भने देयर आर डिफ्रेन्ट स्पिकर्स। कहिलेकाहीँ एउटा स्पिकरले पनि पडकास्ट लिड गर्नुहुन्छ, कहिलेकाहीँ चाहिँ मल्टिपल स्पिकर्स हुन्छन् है। अनि एउटा कुनै पर्टिकुलर टपिकमा चाहिँ के गर्छन् तिनीहरूले कन्भर्सेट गर्छन् नर्मली है। सो पडकास्ट चाहिँ किन सुन्ने भन्दाखेरि हुन त लिसनिङको लागि एकदमै चारवटै डिफ्रेन्ट टाइप अफ क्वेसन डिल गर्दा तपाईँहरूलाई हेल्पफुल हुन्छ पडकास्ट सुन्दा। अल्सो ओभरअल इङ्ग्लिसलाई पनि सजिलो हुन्छ बिकज इङ्ग्लिस केही न केही ल्याङ्ग्वेज नयाँ चिज सिकिहालिन्छ नि सुन्दाखेरि है। तर स्टिल यो चाहिँ लिसनिङको पार्ट 2 र पार्ट 4मा जुन मोनोलग आउँछ हामी अझै कुरा गर्छौँ यसको बारेमा, त्यसको लागि चाहिँ एकदमै हेल्पफुल हुन्छ। फर द्याट रिजन पडकास्ट सुन्ने बानी बसाल्नुहोस्। लाइकवाइज टेड टक्सको कुरा गरेको थियौँ है हामीले हिजो। टेड टक्स भनेको चाहिँ अब एजुकेसनल टपिक्समा स्पिकरहरूले बोल्नुहुन्छ। अब यसमा चाहिँ के हुन्छ भने भेरिएसन हामीले पाउन सक्छौँ, हुन्छ नि आफ्नो इन्ट्रेस्टको टपिकमा बोल्न पाइयो। सो लेट्स से द्याट आई एम सम वान हु इज किन अर प्यासनेट अबाउट कुकिङ। मलाई कुकिङ चाहिँ एकदमै मनपर्छ भने मैले टेड टक्स रिलेटेड अब हेल्दी फुड कन्जम्सन, जङ्क फुड कन्जम्सन, हाउ प्रोसेस्ड फुड एफेक्ट्स अस, डिफ्रेन्ट टपिक्समा चाहिँ के गर्न मिल्छ, भिडियोजहरू हेर्न मिल्छ है। लाइकवाइज अब इफ युआर सम वान हु इज इन्ट्रेस्टेड इन मनी, अब मनी भनेपछि त सबैजनाको इन्ट्रेस्टको कुरा पनि आयो। हाउ टु बिकम मिलेनियर अथवा हाउ टु म्यानेज आवर फाइनेन्सेस अथवा डिफ्रेन्ट टपिक्स रिलेटेड टक्स चाहिँ हामीले टेड टक्समा सुन्न पाउँछौँ। यो यो दुइटै चाहिँ युट्युबमा इजिली अभाइलेबल छ ल। यो सुन्यो भने चाहिँ के हुन्छ, हाम्रो नेटिभ स्पिकरले कसरी बोल्छन् भनेर सुन्ने बानी बस्छ एक त। अर्को भनेको हामीलाई स्पेसली लिसनिङ पार्टमा धेरै हेल्पफुल हुन्छ
लाइकवाइज हामीले के भनेको थियौँ भने डे 1देखि रिडिङ ह्याबिट चाहिँ बसाल्नुपर्छ है। सो मलाई धेरै स्टुडेन्ट्सहरूले चाहिँ के सोध्नुहुन्छ भने म्याम आइएल्समा राम्रो गर्नलाई क्लास लिए पुग्छ होला नि है भनेर भन्नुहुन्छ क्या। सो माई अनेस्ट आन्सर इज क्लास त लिए पुग्दैन ल, क्लास मात्रै लियो भने चाहिँ के भन्छ नि सर्टेन डिग्री अफ इन्फर्मेसन तपाईँले कन्ज्युम गर्नुहुन्छ, अनि कति धेरै कुरा नथाहा भएको कुराहरू थाहा पनि पाउनुहुन्छ है। तर के हुन्छ क्लास मात्रै लिएर त अब पढ्ने काम सुन्ने काम हुन्छ नि, अब बोल्ने काम अब सबै त के हुन्छ टिचरले ह्यान्डल गर्न सक्दैन है। फर द्याट रिजन डे 1देखि चाहिँ हामीले के गर्नुपर्छ, वी निड टु इमर्स आवर सेल्फ इन इङ्ग्लिस ल्याङ्ग्वेज। सकिन्छ भने सबै चिज इङ्ग्लिसमा, सिरिज हेर्नुहुन्छ भने कोरियन सिरिज हेर्नुहुन्छ, हिन्दी मुभिज हेर्नुहुन्छ भने अलिकति दिनको लागि के गर्ने इङ्ग्लिसमै स्विच गरिदिँदा पनि हुन्छ है। लाइकवाइज हुन्छ नि होइन हिन्दी मुभी त छोड्नै सक्दैन, कहाँ छोड्नु भनेर भन्नुहुन्छ भने पनि के गर्न मिल्यो, सबटाइटल्स चाहिँ इङ्ग्लिसमा राखेर हेर्न मिल्यो। लाइकवाइज स्पिकिङको लागि चाहिँ मैले हिजो एउटा अर्को मेथड सजेस्ट गरेको थिएँ एन्ड इट वाज स्याडोइङ है। स्याडोइङ भनेको हामी के थियो भने के हो भने सरी यसमा चाहिँ के हुन्छ भने नेटिभ स्पिकर्सले, नेटिभ भनेको विदेशीहरूले नै भनौँ न जसको इङ्ग्लिस ल्याङ्ग्वेज मदर टङ हो, उहाँहरूले के गर्नुहुन्छ बोल्नुहुन्छ क्या इङ्ग्लिस ल्याङ्ग्वेज युज गरेर सेन्टेन्सहरू फर्मुलेट गर्नुहुन्छ। अनि एज अ भ्युवर हाम्रो काम चाहिँ के भने उहाँहरूसँगै सेन्टेन्स रिपिट गर्ने। सो दे विल गिभ यु अ सर्टेन टाइम, त्यो ब्रेकमा चाहिँ हामीले के गर्नु पऱ्यो वर्ड रिपिट गर्नु पऱ्यो है। त्यो गर्दाखेरि चाहिँ के हुन्छ भने सुरुमा चाहिँ के गरे जस्तो लाग्न सक्छ है, तर के हुन्छ इभेन्चुअली हाम्रो फ्लुएन्सीमा चाहिँ राम्रो असर आउँछ स्याडोइङ टेक्निक फलो गर्यो भने। फर द्याट रिजन आई टोटली रेकमेन्ड यु टु स्टार्ट प्र्याक्टिसिङ स्याडोइङ। यसको लागि चाहिँ तपाईँले युट्युबमा गएर स्याडोइङ टेक्निक भनेर गर्नुभयो पनि धेरै भिडियो आउँछ है। सो दिनको 10 मिनट अथवा 20 मिनटबाट स्टार्ट गर्दा पनि हुन्छ। लाइक अब मैले हिजो भनेको थिएँ रिडिङको कुरा गर्नु पर्दाखेरि चाहिँ फर्स्टमा त अब हामीले पढेको राम्रो भनेको चाहिँ एक्चुअली न्युज कन्टेन्ट्सहरू अथवा नोभल्सहरू पढ्ने बानी बसाल्नु भयो भने धेरै राम्रो हुन्छ। तर फर स्टार्टर्स तपाईँहरूलाई हुन्छ नि पढ्ने नै बानी छैन, अब स्क्रोल गर्दा गर्दा मेरो त पढ्ने ह्याबिटै हराइसक्यो भन्नुहुन्छ भने चाहिँ डिफ्रेन्ट इन्ट्रेस्टिङ एप्सहरू लाइक कोरा तपाईँहरूले हेर्नुभयो भने चाहिँ के हुन्छ, रेडिट पनि छ है, त्यसमा चाहिँ फन कन्टेन्ट्सहरू हुन्छ क्या, त्यो छानेर हेर्नुभयो भने चाहिँ रिडिङ ह्याबिट बिस्तारै बस्दै जान्छ। बिकज रिडिङ टास्कमा चाहिँ हामीले 3वटा डिफ्रेन्ट प्यासेज पढेर आन्सर गर्नुपर्ने हुन्छ, त्यसको लागि चाहिँ कन्सन्ट्रेसन अहिलेदेखि बिल्ड गरेको राम्रो। सो हामीले हिजो यहाँसम्म कभर गरेको थियौँ, आज चाहिँ हामी नयाँ फ्रेस कन्टेन्टबाट स्टार्ट गर्छौँ। यतासम्म कसैलाई के कन्फ्युजन छ? Yes, no, maybe? No, ma'am. Okay. Confusion भयो भने चाहिँ प्लिज फिल फ्री टु रेज क्वेसन्स है। I'll keep saying this multiple times किनकि अब आइएल्स भनेको चाहिँ के छ भने त्यस्तो गाह्रो टेस्ट चाहिँ होइन एक्चुअली भन्नु पर्दाखेरि। तर के हुन्छ मेनी स्टुडेन्ट्सहरू चाहिँ फाउन्डेसनै नबनाइकन अगाडि सर्नुहुन्छ क्या, अनि फाउन्डेसन नहुने बित्तिकै चाहिँ के हुन्छ हामीले अब आफूलाई थाहा छैन भने के गरिन्छ अरूको भरमा हुन्छ नि, उसले के भन्यो उसले के भन्यो त्यो अनुसार चाहिँ हामीले यो टेस्टलाई जज गर्छौँ। अनि अब अरूको पर्सपेक्टिभ अरूको लेन्सबाट दुनियाँ हेर्न भन्दा आफ्नै लेन्सबाट हेरेको राम्रो है। सो तपाईँहरूले आफूले एक्सपिरियन्स गर्नु बेसबाटै मजाले बुझ्नु, तपाईँलाई आइएल्स त्यस्तो धेरै कम्प्लिकेटेड चाहिँ लाग्दैन है। अब अनेस्टली भन्नुपर्दा 0 कम्प्लिकेसन भएको इजिएस्ट टेस्ट पनि होइन, मेहनत त चाहिन्छ। स्टिल फाउन्डेसन क्लियर भयो भने चाहिँ बिस्तारै सबै चिजहरू बुझिँदै अगाडि बढ्न सजिलो हुन्छ। सो कन्सेप्ट क्लियरिफिकेसनबाट हामी हेर्छौँ है। अगेन हामीले के भनेको छौँ 4वटा डिफ्रेन्ट मोड्युल्स हुँदो रहेछ, लिसनिङ, रिडिङ, राइटिङ एन्ड स्पिकिङ भनेर भनिन्छ यसलाई। सो राइटिङ र स्पिकिङ है, राइटिङ र स्पिकिङलाई चाहिँ हामीले प्रोडक्टिभ स्किल्स भनेर भन्छौँ क्या आइएल्समा, अनि लिसनिङ र रिडिङलाई चाहिँ रिसेप्टिभ स्किल भनेर भन्छौँ। अब
प्रोडक्टिभ स्किल भनेर किन भनेको त राइटिङ र स्पिकिङलाई भन्दाखेरि प्रोडक्टिभ भनेको चाहिँ के भन्दा आफूले प्रड्युस गर्नुपर्ने भएको भएर प्रोडक्टिभ स्किल पनि भनिन्छ कि यसलाई। अब यसको मतलब के भने अब लेट्स से तपाईँहरूलाई मैले के गरेँ एउटा सिम्पल राइट एन एसे अन द टपिक अफ आवर नेसनल एनिमल भनेर भनेँ अरे लेट्स से है। अब के गर्नुपर्छ तपाईँहरूले फर्स्टमा सोच्नुहुन्छ, आइडियाजहरू जेनेरेट गर्नुहुन्छ, ए यो पोइन्ट ठिक छ अब म लेख्छु भनेर लागि पर्नुहुन्छ है। आइडियाज सोच्दै हुन्छ नि। सो इट टेक्स प्रड्युसिङ, आइडियाजहरू प्रड्युस गर्नु पर्यो, वर्ड्सहरू प्रड्युस गर्नु पर्यो है, कनेक्ट गर्नु पर्यो आइडियाजहरूलाई, देन हाम्रो आन्सर फाइनली प्रड्युस हुन्छ। लाइकवाइज केही कुरामा बोल्न लगायो भने के हुन्छ, हामीले अब टेस्टको मात्रै कुरा नगरौँ, इन जेनरल पनि हामीले केही कुराको केही टपिकमा बोल्नु पऱ्यो भने के गर्नु पऱ्यो, फर्स्टमा त वी निड टु ह्याभ आइडिया रिगार्डिङ वाट वी आर स्पिकिङ है। फर्स्ट थिङ भनेको त्यो भयो। अब लेट्स से हामी चाहिँ म्यानेजमेन्टको स्टुडेन्ट चाहिँ, अनि हुन्छ नि बायोलोजीमा हाम्रो डिप नलेज हुँदैन है, बाई डिफल्ट हुँदैन। सो बायोलोजीको कुरा कसैले सोध्यो ओटीमा के हुन्छ भनेर सोध्यो भने हामी के गर्छौँ, नलेजले अलिकति नभ्याउन सक्छ, नपढिकन ठ्याक्कै आन्सर गर्न अलिक गाह्रो पर्न सक्छ टेक्निकल टर्महरूको लागि है। सो प्रड्युस गर्नलाई पनि हाम्रो प्रायर नलेज चाहिँ हुनुपर्छ। स्टिल हामीलाई केही कुराको नलेज छ भने हामीले के गर्छौँ, बोल्न सक्छौँ है। सो प्रड्युस गरेर आफैले सोचेर बनाएर भन्नुपर्ने स्किल भएको भएर चाहिँ के गरिन्छ भने राइटिङ र स्पिकिङलाई चाहिँ प्रोडक्टिभ स्किल भनेर भनिन्छ आइएल्समा। लाइकवाइज रिडिङ र लिसनिङलाई चाहिँ रिसेप्टिभ स्किल भनेर भनिन्छ क्या। रिसेप्टिभ किन भनेको भन्दाखेरि हामीले कतैबाट इन्फर्मेसन लिनुपर्छ अनि त्यसलाई इम्प्लाई गर्नुपर्छ। अब टेस्टको कन्टेक्स्टमा कुरा गर्ने हो भने लिसनिङमा के हुन्छ, हामीले डिफ्रेन्ट अडियोहरू सुन्नुपर्छ, अनि त्यो सुनेको बेसिसमा क्वेसनले के मागेको छ त्यसको आन्सर गर्नुपर्छ है। त्यो भनेको त के भयो, रिसिभ गऱ्यौँ इन्फर्मेसन अनि लेख्यौँ है। लाइकवाइज रिडिङमा के हुन्छ भने हामीले के गर्छौँ भने प्यासेज पढ्छौँ क्या, पहिला प्यासेज पढ्छौँ, क्लियर हुन्छौँ, अनि क्वेसनलाई आन्सर गर्छौँ। त्यो भनेको के भयो, फर्स्टमा हामीले रिसिभ गऱ्यौँ, त्यसपछि डेलिभर गऱ्यौँ। त्यही भएको भएर रिसेप्टिभ स्किल भनेर रिडिङ र लिसनिङलाई भनिन्छ है। सो यो क्वेसन चाहिँ अभियसली टेस्टमा सोध्दैन किन प्रोडक्टिभ स्किल भन्छ, किन रिसेप्टिभ स्किल भन्छ भनेर। स्टिल इट इज गुड टु ह्याभ नलेज। आज चाहिँ हामी अब अलिकति डिप डाइभ गर्छौँ ल डिफ्रेन्ट मोड्युल्सहरूमा। सो लिसनिङ मोड्युलको कुरा गर्नु पर्दाखेरि हामीले हिजो पनि थोरै डिस्कस चाहिँ गरेको थियौँ। लिसनिङ मोड्युलमा के हुन्छ भने 30 मिनट्स टाइम चाहिँ अलोकेट गरेको हुन्छ क्या रेकर्डिङ्सहरू प्ले गर्नलाई। 4वटा डिफ्रेन्ट रेकर्डिङ हुन्छ टेस्टमा, अनि यसको लागि चाहिँ 40 मिनट्स टाइम दिएको हुन्छ है। अब पहिला पेपर बेस्ड टेस्ट हुँदाखेरि चाहिँ के हुन्थ्यो भने 30 मिनट्स चाहिँ रेकर्डेड भिडियो सुन्नलाई टाइम हुन्थ्यो, 10 मिनट्स चाहिँ पेपर आन्सर ट्रान्सफर गर्नलाई एडिसनल टाइम हुन्थ्यो क्या। सो अनलाइनको केसेसमा चाहिँ यस्तो हुँदैन है। हामीले सुन्दै लेख्ने, अनि पछि गएर स्पेलिङ एररहरू छ भने पछि अलिकति टाइम चाहिँ हुन्छ कि एभ्री रेकर्डिङको पछि चाहिँ फ्यु सेकेन्ड्स हामीले पाउँछौँ, 30 सेकेन्ड्स लाइकली पाउँछौँ। त्यसमा चाहिँ के गर्नुपर्छ, स्पेलिङ एरर करेक्ट गर्नुपर्ने हुन्छ है। सो अगेन 4 डिफ्रेन्ट रेकर्डिङ्स हुन्छ, अनि त्यो रेकर्डिङबाट चाहिँ हामीले के गर्छौँ 40 क्वेसन्स एटेम्प्ट गर्नुपर्ने हुन्छ है। अनि इच क्वेसन क्यारिज 1 मार्क, 1 मार्क हुन्छ इच क्वेसनको है। सो लेट्स से तपाईँहरूले 40मा अडियो के अरे 10वटा क्वेसन मिस गर्नुभयो, 30वटा लेख्नुभयो भने चाहिँ करेक्ट छ, ग्रामर करेक्ट छ, स्पेलिङ करेक्ट छ भने चाहिँ 30 आउँछ। सो लिसनिङमा बुझ्नुपर्ने कुराहरू त त्यस्तो धेरै छैन एक्चुअली, तर सुन्नुपर्ने कुरा धेरै छ है। स्टिल हामीलाई रुलहरू चाहिँ थाहा हुनुपर्छ। रुल नम्बर 1 के हो भने स्पेलिङ प्लेज अ भाइटल रोल इन स्पिकिङ टेस्ट।
स्पेलिङ है। तपाईँहरूले स्पेलिङ एरर गर्नुभयो भने मार्किङ डिडक्ट हुन्छ। लेट्स से रेकर्डिङमा चाहिँ के भनिरहेको थियो भने प्रोनाउन्सिएसन भनेर भन्यो अरे वर्ड, अनि हामीले PRONOUN CATION लेख्दिउँ रे, CATION भयो भने त के भयो, इन्करेक्ट भयो। सो यसमा चाहिँ अब तपाईँले भन्न खोज्नु भएको वर्ड पनि प्रोनाउन्सिएसन हो, रेकर्डिङमा भएको वर्ड पनि प्रोनाउन्सिएसन हो भनी पनि के हुन्छ, वी विल गेट 0 फर दिस है। CIATION भन्यो भने चाहिँ मार्किङ आयो, इन्करेक्ट स्पेलिङको लागि चाहिँ मार्किङ डिडक्ट हुन्छ। यो चाहिँ नम्बर 1 है। दिस इज भेरी इम्पोर्टेन्ट, द्याट्स वाइ मैले एउटा सेपरेट स्पेलिङको लागि र भोकाबुलरीको लागि नोटबुक बनाउनु भनेको रिजन पनि यही हो। अनि पछि बिस्तारै हामी चाहिँ के पनि हेर्छौँ भने मोस्ट कमन धेरै जस्तो एरर हुने वर्ड्सहरू के हो भनेर पनि वी विल नोट डाउन, अनि डिक्टेसन्सहरू पनि हामी फर्दर गरी पनि रहेको हुन्छौँ क्लासमा। सो स्पेलिङ प्लेज अ भेरी भाइटल रोल, द्याट्स वाइ हामीले के गर्नुपर्छ, स्टार्टिङदेखि नै स्पेलिङमा एकदमै ध्यान दिनुपर्ने हुन्छ। नम्बर 2 इज सिङ्गुलर एन्ड प्लुरल। यो चाहिँ रिडिङमा पनि एप्लिकेबल हो ल दुइटै। सो सिङ्गुलर एन्ड प्लुरल भनेको के, एनीवान? ओके, आई विल गिभ यु अ सिम्पल एक्जाम्पल। यहाँ रेकर्डिङ्स लेखेको छ नि, यो रेकर्डिङ्स भनेको सिङ्गुलर कि प्लुरल? It's a plural, ma'am. Okay, how do you know that it's plural and not singular? Because it's combined as it's a combination of numbers, maybe more than one is Okay. known as plural, and if it's single, it's known as singular. ओके, भेरी गुड है। एउटा सिङ्गल छ भने सिङ्गुलर भनिन्छ, मोर देन वान छ भने प्लुरल भनिन्छ है। सो यो सिङ्गुलर प्लुरलको कुरा मैले किन गरेको भन्दाखेरि इट प्लेज अ भेरी सिग्निफिकेन्ट रोल ल तपाईँको स्कोरिङमा है। लेट्स से हामीले अडियोमा के गऱ्यौँ रे भने लेट्स से चकलेट भन्ने वर्ड सुन्यौँ रे, अडियोमा चाहिँ चकलेट भनिरहेको छ, अनि हामीले लेख्ने बेलामा चाहिँ लेट्स से चकलेट्स लेख्दिउँ भने के हुन्छ, यो दिस विल बी मार्क्ड एज इन्करेक्ट है। एउटा एसको त डिफ्रेन्स हो तर स्टिल इन्करेक्ट हुन्छ है। लाइकवाइज रेकर्डिङमा चाहिँ चकलेट्स बनाएको थियो, हामीले चकलेट लेख्यौँ भने पनि स्टिल इन्करेक्ट हुन्छ ल। सिङ्गुलर प्लुरललाई चाहिँ एकदमै केयरफुल्ली इभ्यालुएट गरिन्छ, द्याट्स वाइ यो चाहिँ हामीले मिस आउट गर्नु हुँदैन। सिङ्गुलर छ भने सिङ्गुलर लेख्ने, प्लुरल छ भने प्लुरल लेख्ने, डु नट मिस दिस अप, बिकज एउटा इन्करेक्ट यो एस मात्रै छुट्यो भने पनि के हुन्छ, माइनसमा मार्क जान्छ है। माइनस मतलब 0 आउँछ भनौँ न। लाइकवाइज अब यो लिसनिङ अनि रिडिङमा एउटा इन्ट्रेस्टिङ फ्याक्ट चाहिँ के छ भने तपाईँहरूको नेगेटिभ मार्किङ चाहिँ हुँदैन है। कहिलेकाहीँ के हुन्छ, यो सुनेको थिएँ कि क्या हो जस्तो लाग्छ, वी माइट नट बी 100% स्योर अबाउट वाट वी आर हियरिङ है। छिटो छिटो बोलेको बेलामा त्यस्तो हुन्छ नि नर्मली है। तर हामीले हुन्छ नि कहिलेकाहीँ गेस गरेरै आन्सर लेख्दिउँ, टुक्का माऱ्यौँ भने पनि के हुन्छ, करेक्ट भयो भने मार्किङ आउँछ है। फर द्याट रिजन अनआन्सर्ड चाहिँ सकेसम्म कुनै पनि क्वेसन नछोड्ने ल। गेस गरेर कुनै क्वेसन लेख्न सक्नुहुन्छ, अडियोमा छुट्यो तर खाली राख्ने कि गेस गर्ने भनेर भन्नुहुन्छ नि, गेस गरेर राखेको राम्रो। अनआन्सर्ड राख्यो भने मार्किङ जान्छ, हामीले गेस गरेर आन्सर गऱ्यौँ भने एटलिस्ट केही न केही त आउला नि है। फर द्याट रिजन हामीले कुनै पनि क्वेसनको आन्सर चाहिँ अनआन्सर्ड नछोड्ने। सो अहिलेको लागि वाट वी हेभ टु अन्डरस्ट्यान्ड इज स्पिकिङमा के अरे डिफ्रेन्ट, यो आइएल्स टेस्टमा स्पिकिङ र सिङ्गुलर प्लुरलको चाहिँ एकदमै ठुलो रोल छ, स्पेसली रिडिङ र लिसनिङमा। त्यही भएर यसलाई ध्यान दिनुपर्छ। सो अर्को भनेको चाहिँ के छ भने
इन्डिकेसन हुन्छ क्या कति वर्डको आन्सर लेख्ने अथवा कति नम्बर र वर्डको आन्सर लेख्ने भनेर हुन्छ त्यो चाहिँ हामी अहिले एकछिनमा हेर्छौँ फर नाउ स्पेलिङ र सिङ्गुलर प्लुरलको बारेमा बुझौँ ल लिसनिङ मोड्युलमा एकदमै इम्पोर्टेन्ट छ स्पेलिङ मिस्टेक भयो भने पनि मार्किङ आउँदैन सिङ्गुलर प्लुरल रङ गर्नुभयो भने पनि मार्किङ आउँदैन सो 4वटा रेकर्डिङ हुन्छ भनेर भनेको छौँ हामीले टेस्टमा अनि इट गेट्स प्रोग्रेसिभली हार्डर सो यो प्रोग्रेसिभली हार्डर भनेको चाहिँ के भन्दाखेरि रेकर्डिङ 1 सबभन्दा इजिएस्ट हुन्छ 2 अलिकति डिफिकल्ट 3 स्लाइटली डिफिकल्ट अनि लास्ट चाहिँ एकदम हार्डेस्ट हुन्छ क्या एकदमै गाह्रो पार्ट चाहिँ के हो रेकर्डिङ 4 है तर अब लेट मी टेल यु वान थिङ यो आइएल्समा चाहिँ सबभन्दा धेरै स्कोर लिएर आउने भनेको चाहिँ लिसनिङमै हुन्छ धेरै स्टुडेन्ट्सहरूले सो इफ यु लुक एट द रिजल्ट्स अफ 1000 स्टुडेन्ट्स लेट्स से 1000मा 900 स्टुडेन्ट्सको रिपोर्ट कार्ड हेऱ्यो भने सबै टेस्टभन्दा लिसनिङमा अलि धेरै आएको चाहिँ तपाईँहरूले पाउन सक्नुहुन्छ है बिकज यो चाहिँ सुन्दै लेख्ने खालको हुन्छ त्यस्तो धेरै भास्ट हुँदैन सो लिसनिङमा 40 आउट अफ 40 ल्याएर ब्यान्ड 9 लिएर आउन पनि गाह्रो चाहिँ छैन रहेछ है सो 4वटा डिफ्रेन्ट टाइपको रेकर्डिङ्स हुन्छ सन्डे हामीले यसलाई लिसनिङ स्टार्ट गर्छौँ अफिसियली त्यसमा अझै डिटेलमा डाइभ गर्छौँ अहिलेको लागि के बुझौँ भने 4वटा डिफ्रेन्ट रेकर्डिङमा के हुन्छ भनेर बुझौँ ल सो फर्स्टमा एउटा चाहिँ के हुन्छ भने सिम्पल रेकर्डिङ हुन्छ कन्भर्सेसन इन सोसियल कन्टेक्स्ट भनेको चाहिँ के भने नर्मली रेकर्डिङ 1मा फोन कल रिलेटेड हुन्छ नि फोन कल एकजनाले अर्को मान्छेलाई कल गरेर अब होटलको बारेमा जिम मेम्बरसिपको बारेमा बुक्सको बारेमा लोकेसनको बारेमा इन्क्वायर गर्नुहुन्छ रेकर्डिङ 1मा है अलमोस्ट अलवेज के हुन्छ फोन कलै आउँछ सो इट इज अ कन्भर्सेसन इन सोसियल कन्टेक्स्ट है अनि यसमा हामीले गर्नुपर्ने आन्सर चाहिँ कस्तो हुन्छ भने एम आई हेलो गुड मर्निङ एम आई स्पिकिङ टु मिस्टर एडम विल्सन भनेर यसरी आउँछ अनि अब ब्ल्याङ्क स्पेसमा चाहिँ के हुन्छ भने एडम विल्सन भनेर हुन्छ सो विल्सन चाहिँ हामीले लेख्नुपर्ने हुन्छ सरनेममा सो वी विल लुक डिप इन्टु इट डोन्ट वरी अहिलेको लागि मैले थोरै कन्टेक्स्ट मात्रै दिएको सो रेकर्डिङ 2मा चाहिँ के हुन्छ भने मोनोलग अन सोसियल कन्टेक्स्ट अघि नै हामीले कुरा गरेका थियौँ नि पडकास्ट सुन्नुपर्छ भनेर है यो चाहिँ रेकर्डिङ 2को लागि हेल्पफुल हुन्छ पनि भनेर मैले भनेको थिएँ सो मोनोलग भनेको चाहिँ इट्स बेसिकली लाइक पडकास्ट यसमा चाहिँ के हुन्छ भने डिफ्रेन्ट कन्टेक्स्टमा बोल्छन् स्पिकरहरूले है अनि 2मा चाहिँ के हुन्छ भने एउटा पर्टिकुलर टपिक लिएर स्पिकरले इन्फर्मेसन दिनुहुन्छ है नर्मली एउटा मात्रै स्पिकरले बोल्छ यो रेकर्डेड 2मा चाहिँ अब रेकर्डिङ 3मा चाहिँ के हुन्छ भने अलिकति धेरै स्पिकर्स हुन्छ रेकर्डिङ 3मा चाहिँ अनि एकाडेमिक कन्टेक्स्टमा कुरा गर्नुहुन्छ त्यसमा चाहिँ अब यो भनेको के भन्दाखेरि अब लेट्स से टाइम म्यानेजमेन्ट हाम्रो टपिक रहेछ भने 3टा डिफ्रेन्ट स्पिकरले चाहिँ के गर्छन् टाइम म्यानेजमेन्टमा आफ्नो भ्यूहरू प्रेजेन्ट गर्छन् क्या स्पिकर 1ले के कुरामा अग्री गर्ला स्पिकर 2ले चाहिँ होइन टाइम म्यानेजमेन्ट भनेको यस्तो भनेर भन्न होला स्पिकर 3ले डिफ्रेन्ट ओपिनियन प्रेजेन्ट गर्ला है सो इन जेनरल कुनै एउटा कन्टेक्स्टमा चाहिँ बोल्छन् स्पिकरहरूले रेकर्डिङ 3मा अनि यसमा चाहिँ नर्मली एकाडेमिक रिलेटेड टक हुन्छ लाइकवाइज रेकर्डिङ 4मा पनि के हुन्छ भने एकाडेमिक मोनोलगै हुन्छ यसमा चाहिँ कुनै प्रोफेसरले एउटा पर्टिकुलर टपिकमा नलेज सेयर गर्नुहुन्छ सो क्यान एनी वान अफ यु रिड दिस सोसियल कन्टेक्स्टमा के हुँदो रहेछ भनेर थोरै छ ल यसमा चाहिँ Can anyone volunteer to read Yes, this? ma'am. Okay. It consists of a conversation between two peoples in an everyday social context. Example: booking of a hotel room,
renting an apartment, inquiring about a job vacancy. Students must listen for specific information like name, often spelled out, phone numbers, dates, postcodes, and price. ओके थ्याङ्क यू सो मच सो अघि हामीले भने जस्तै के हुँदो रहेछ बिट्विन टु पिपल नर्मली सोसियल कन्टेक्समा चाहिँ कन्भर्सेसन हुन्छ अब यसमा नर्मल्ली धेरै जस्तो आउने भने चाहिँ होटल रुम बुक गर्ने अपार्टमेन्ट रेन्ट गर्ने जिम मेम्बरसिप लाइकवाइज अब भेकेन्सीहरूको कुरा हुन्छ फोनमा बोल्छन् है अनि पछि यसमा चाहिँ हामीले हेर्नुपर्ने के हुन्छ भने नाम फोन नम्बर डेट पोस्ट कार्ड एड्रेस प्राइस यस्तो कुराहरू चाहिँ खोज्नुपर्ने हुन्छ अनि फिल इन द ब्ल्याङ्क्स वेमा चाहिँ यसलाई गरिन्छ है सो क्वेसन टाइप चाहिँ के हुन्छ अलमोस्ट अलवेज फर्म अर नोट कम्प्लेसन फिल इन द ब्ल्याङ्क्स जस्तो खालको आन्सर हामीले गर्नुपर्ने हुन्छ टकिङ अबाउट पार्ट टू पार्ट टूमा चाहिँ के हुन्छ भने सोसियल मोनोलग यो भनेको मोनोलग भनेपछि वान स्पिकर हुँदो रहेछ पडकास्ट भने जस्तो है अनि यसमा चाहिँ के हुन्छ भने अब लेट्स से रेडियो ब्रडकास्ट अथवा सोसियल फेस्टिभल अथवा गाइड एक्सप्लेनिङ एनिथिङ कुनै एउटा पर्टिकुलर टपिकमा स्पिकरले बोल्नुहुन्छ अनि हामीले चाहिँ के गर्नुपर्छ त्यसलाई सुनेर आन्सर गर्नुपर्ने हुन्छ अब क्वेसन टाइप भनेको अब लेट्स से कुनै म्युजियमको बारेमा भन्नुभयो म्युजियमको लेआउटमा भयो भने म्याप अथवा प्लान लेबलिङ अनि मल्टिपल चोइस अथवा म्याचिङ क्वेसन्सहरू हामीले डिल गर्नुपर्ने हुन्छ है यो अलिकति भास्ट जान पुग्छ है एडिसनल सेपरेट क्लास पनि हामीले असाइन गर्छौँ यो पार्ट्सहरूको लागि इन्डिभिजुअल पार्ट्सको लागि अहिलेको लागि सिम्पल बुझ्नु पर्दाखेरि एउटा स्पिकरले चाहिँ के गर्दो रहेछ एभ्रिडे सोसियल कन्टेक्स्टमा केही कुरा बोल्दो रहेछ बेस्ड अन द्याट हामीले सुनेर आन्सर गर्नुपर्ने हुँदो रहेछ अनि कमन टाइप भनेको म्याप लेभलिङ अथवा प्लान लेभलिङ मल्टिपल चोइस क्वेसन्स अर म्याचिङ फिचर्स भनेर हुँदो रहेछ एनी क्वेसन ओके बुझे जस्तो मात्रै लागेको छ भने पनि द्याट्स फाइन ल बिकज हामीले डिप डाइभ गर्न बाँकी नै छ मैले अलिकति फेमिलियर बनाउन खोजेँ मात्रै हो तपाईँहरूलाई यो टपिक सो पार्ट थ्रीमा चाहिँ के हुन्छ भने एजुकेसनल डायलग है 2 to 4 स्पिकरले चाहिँ अघि मैले भनेको थिएँ नि कुनै पर्टिकुलर टपिकमा बोल्छन् अनि एग्रिमेन्ट हुन्छ कुनै पार्टमा डिसएग्रिमेन्ट हुन्छ अनि सबैजनाले चाहिँ यो कुरा चाहिँ ठिक हो भने जस्तो गर्छन् सो एउटा कुनै टपिकमा स्टुडेन्ट्स है नर्मली स्टुडेन्ट्स प्रोफेसर्सहरूले बोल्छन् अनि यो चाहिँ एकाडेमिक कन्टेक्स्टमा हुन्छ So, discussing on a university assignment or giving feedback on a presentation or planning certain experiments भनेको चाहिँ यसको few example हो अब क्वेसन टाइप चाहिँ हामी पछि अलिकति डिटेलमा कुरै गर्छौँ अहिलेको लागि के बुझौँ भने यसमा मल्टिपल चोइस क्वेसन फ्लो चार्ट कम्प्लिसन अनि म्याचिङ फिचर्स आउँछ लाइकवाइज पार्ट 4मा चाहिँ के हुन्छ भने एकाडेमिक लेक्चर अगेन है मोनोलग भनेपछि एउटा मात्रै स्पिकर हुने रहेछ है अनि यसमा चाहिँ के हुन्छ भने अगेन अलिकति लामो कन्भर्सेसन हुन्छ ल यसमा मतलब इन्फर्मेसन सेयर गर्छ त्यो स्पिकरले अनि हामीले चाहिँ के गर्नु पर्यो त्यो सुनेर आन्सर गर्नु पर्यो लिस्ट आउट गर्नु पर्यो सिन्स प्रोग्रेसिभली हार्डर भनेर भनेको छौँ हामीले पार्ट 4मा चाहिँ के हुन्छ भने अलिकति फास्ट पेस हुन्छ बोल्ने पेस अलिकति फास्ट हुन्छ अनि भोक्याबुलरीहरू हुन्छ नि वर्ड्सहरू पनि अलिकति एकाडेमिकली रिच वर्ड्सहरू युज हुन्छ लाइकवाइज धेरै पजहरू चाहिँ हुँदैन है अनि यो पार्टमा पार्ट 4मा चाहिँ के हुन्छ भने हामीले कन्टिन्युसली 10वटा क्वेसन्सलाई अटेम्प्ट गर्नुपर्ने हुन्छ सो यसको क्वेसन टाइप चाहिँ के हुन्छ भने समरी कम्प्लिसन अथवा नोट कम्प्लिसन हुन्छ अलमोस्ट अलवेज So you guys will get the recorded video, but अहिलेको लागि you can take a screenshot or write it down as well. अहिले screenshot लिएर पछि नोटबुकमा लेख्दा पनि हुन्छ ल. These are the types of questions that are asked in IELTS listening test.
स्ट्राटेजिजहरू चाहिँ हामी सन्डेको क्लासमा इन डिटेल कभर गर्छौँ. सो टकिङ अबाउट रिडिङ मोड्युल चाहिँ के हुन्छ भने 60 मिनट्स लङ हुन्छ है. एज डिस्कस्ड प्रिभियसली हाम्रो रिडिङ टेस्ट चाहिँ 60 मिनट्सको हुन्छ अनि यसमा 40वटा डिफ्रेन्ट क्वेसन्स हुन्छ. सो यो 40वटा क्वेसन्स एटेम्प्ट गर्नलाई चाहिँ हामीले 3टा प्यासेज पढ्नुपर्ने हुन्छ है. हामीले स्याम्पल प्यासेजहरू पनि हेर्छौँ अपकमिङ क्लासेसमा अनि कसरी डिल गर्ने भनेर पनि हेर्छौँ है. Let's look at different types of questions that are asked in reading module. So multiple choice question, true false not given, matching headings, note completion, summary completion है. यस्तो क्वेसन्सहरू चाहिँ नर्मली सोधिन्छ रिडिङमा. यो सबै चाहिँ लिस्ट आउट गरेको छैन ल, यहाँ धेरै कमन चाहिँ मैले लिस्ट आउट गरेको छु. स्टिल वी विल dive deep into the topic later on. Okay, you might want to take a screenshot of this as well. रिडिङमा चाहिँ कसरी स्कोर आउँछ भनेर चाहिँ यहाँ लेखेको छ है. हामीले यो एकाडेमिक पार्ट चाहिँ हामीले हेर्नुपर्छ ल. ओके, लेट्स से हामीले 40वटा क्वेसन्समा 18वटा करेक्ट गऱ्यौँ भने चाहिँ हाम्रो 5 आउँछ है. लाइकवाइज 19देखि 22वटा करेक्ट गऱ्यौँ भने 5.5 आउँछ. 40वटा टोटल क्वेसनमा 23वटा करेक्ट गऱ्यौँ भने पनि 6 चाहिँ सेक्योर हुन्छ. हाम्रो टार्गेट भनेको एटलिस्ट 6 हो ल है. सो 40वटा क्वेसनमा 23वटा करेक्ट गर्ने चाहिँ हाम्रो अहिलेको लागि बेस लेभलमा एम चाहिँ के हुनु पऱ्यो, 23वटा एटलिस्ट करेक्ट गर्ने एम हुनु पऱ्यो. त्यो भयो भने चाहिँ के हुन्छ, 6 आउँछ. लाइकवाइज 27 to 29 ल्यायो भने 6.5 आउने रहेछ. 30 to 32 करेक्ट भयो भने 7 आउने रहेछ. अनि अब 6 ल्याउँछु भने 23 याद गरौँ ल अहिलेको लागि. 23वटा करेक्ट भयो भने 6 आउने रहेछ. 30वटा करेक्ट भयो भने 7 आउने रहेछ. 35वटा करेक्ट भयो भने 8 आउने रहेछ. 39 एउटा मात्रै मिस्टेक भयो भने चाहिँ अथवा सबै राइट भयो भने चाहिँ ब्यान्ड 9 आउँछ है. सो रिडिङको लागि डिफ्रेन्ट स्कोरिङ हुन्छ, लिसनिङको लागि डिफ्रेन्ट स्कोरिङ हुन्छ. सो रिडिङको चाहिँ यो. अहिलेसम्म केही कन्फ्युजन, गाह्रो हुँदै गयो हो क्लास? बुझिँदैछ? Yes, ma'am. ओके, भेरी गुड. बुझेको छैन भने पनि क्वेसन रेज गर्न चाहिँ नडराउँदा हुन्छ ल, बिकज बुझ्नु चाहिँ धेरै राम्रो. सो राइटिङ मोड्युलको कुरा गर्नुपर्दा के हुन्छ भने हामीले 2टा टास्क कम्प्लिट गर्नुपर्ने हुन्छ. यो चाहिँ अब सजिलै हुन्छ भनौँ न, 2टा मात्रै टास्क हुन्छ राइटिङमा अनि यसको लागि हामीले 60 मिनट्स पाउँछौँ. सो बेसिकली 1 घन्टामा 2टा टास्क कम्प्लिट गर्नुपर्ने रहेछ है. अनि पछि अब के गर्ने भने टास्क 1मा चाहिँ के हुन्छ भने हामीले 150 वर्ड्सको इन्फर्मेसन प्रेजेन्ट गर्नुपर्ने हुन्छ. टास्क 2मा चाहिँ 250 प्लस वर्ड्स है. 250 चाहिँ मिनिमम. अब म्याम टास्क 1मा मैले 140 वर्ड्स लेखेँ अथवा 130 लेखेँ भने के हुन्छ भनेर भन्नुहुन्छ भने के हुन्छ, टास्क रिक्वायरमेन्ट अचिभ हुँदैन ल. टास्क रिक्वायरमेन्ट अचिभ नभएपछि हाम्रो ब्यान्ड स्कोर लोवर एन्डमा आउन जान्छ. सो एटलिस्ट 150 वर्ड चाहिँ लेख्नुहोस् भनेर भन्न खोजेको हो टास्क 1ले. द्याट्स वाइ 150 वर्ड्स चाहिँ हामीले लेख्नुपर्ने हुन्छ. सो स्ट्यान्डर्ड टाइम भनेको चाहिँ के हो भने राइटिङको लागि 20 मिनट्स. टास्क 1लाई 20 मिनट्स. टास्क 2 चाहिँ अलिकति हेभी वेटेज भएको भएर टास्क 2लाई 40 मिनट्स असाइन गरेको चाहिँ राम्रो ल. इनिसियली त के हुन्छ, हामीले प्र्याक्टिस गर्ने बेलामा टास्क 1नै गर्न 40 मिनट 50 मिनट लाग्ला. इभेन्चुअली हामीले प्र्याक्टिस गर्दै गइसकेपछि चाहिँ के गर्नुपर्छ भने रेकमेन्डेड टाइम भनेको टास्क 1लाई 20 मिनट्स असाइन गर्ने, टास्क 2लाई चाहिँ 40 मिनट्स असाइन गर्ने. सो हियर आर सम अफ द क्वेसन्स that are asked in IELTS writing task 1. So graphs, chart, map,
प्रोसेस डायग्राम्सहरू चाहिँ आएको हुन्छ. लाइकवाइज पाई चार्ट, म्याप त यतै लेखेको रहेछ, बार ग्राफ, यस्तो क्वेसन्सहरू चाहिँ टास्क 1 मा आउँछ है. इन डिटेल चाहिँ हामी अगेन राइटिङको डिफ्रेन्ट क्लासमा कभर गर्छौँ. टास्क 2 मा चाहिँ के हुन्छ भने हामीले एसे लेख्नुपर्ने हुन्छ है. टास्क 1 मा चाहिँ के हुन्छ भने यो ग्राफ चार्टहरू के इन्फर्मेसन हामीलाई प्रोभाइडेड हुन्छ क्या, अथवा म्याप हुन्छ कहिलेकाहीँ. त्यसको बेसिसमा हामीले अब के थाहा पायौँ त, म्यापमा के रहेछ त, की फ्याक्टर्सहरू हामीले लेख्नुपर्ने हुन्छ क्या. यसमा चाहिँ चार्ट अथवा ग्राफहरूलाई एनालाइज गरेर अनि लेख्ने के देख्यो त, मेन फिचर्सहरू के रहेछ, ट्रेन्ड्सहरू के रहेछ. अब लेट्स से बार ग्राफ अथवा लाइन ग्राफ छ भने माथि गइरहेको छ भने के हुन्छ, इन्क्रिजिङ अर्डरमा केही कुरा गइरहेको रहेछ भनेर हामीले थाहा पाउँछौँ नि. लाइकवाइज तल गइरहेको रहेछ भने डाउनवर्ड ट्रेन्ड फलो गरिरहेको रहेछ, घटिरहेको रहेछ भनेर बेसिकली बुझिन्छ है. यो इकोनोमिक्सहरूमा हुन्छ नि, त्यस्तै गरी ग्राफहरूलाई एनालाइज गर्नुपर्ने चाहिँ टास्क 1 मा हुन्छ. टास्क 2 मा चाहिँ हामीले के गर्नुपर्छ, एसे लेख्नुपर्छ. अनि यो एसेको चाहिँ अलिकति बडी वेटेज हुने भएको भएर अनि पछि हामीलाई 250 वर्ड्स लेख्नु भनेर भनेको भएर चाहिँ के हुन्छ, अलिकति धेरै टाइम हामीले टास्क 2 लाई दिनुपर्ने हुन्छ. बिकज यसमा एसे लेख्ने बेलामा त के भयो, बार ग्राफ अथवा डेटाजहरूलाई हेरेर त्यहाँ डिस्क्राइब गर्नु त सजिलो होला, तर आफै आइडिया जेनेरेट गर्नलाई त टाइम लाग्छ नि त है. सो टाइम लाग्ने भएको भएर यो टास्क 2 लाई चाहिँ अलिकति धेरै टाइम दिनुपर्ने हुन्छ हामीले आइडिया जेनेरेट गर्नलाई. कमन क्वेसन्स भनेको चाहिँ के हो भने ओपिनियन एसे, डिस्कसन एसे, एडभान्टेज डिसएडभान्टेज एन्ड प्रब्लम सल्युसन एसेसहरू हामीले लेख्नुपर्ने हुन्छ. सो एउटा स्ट्यान्डर्ड एसेको फर्मेट चाहिँ के हुन्छ, इन्ट्रोडक्सन हुनु पर्यो, बडी प्याराग्राफ हुनु पर्यो, कन्क्लुजन हुनु पर्यो. सो यो चिजहरू चाहिँ हाम्रो एसेमा इन्क्लुडेड हुनुपर्छ. मार्किङ क्राइटेरियाको ब्रिफली कुरा गर्नु पर्दाखेरि 100 मार्क्सलाई चाहिँ 4 डिफ्रेन्ट क्याटेगोरीमा डिभाइड गरिएको हुन्छ राइटिङ टेस्टको कुरा गर्नु पर्दाखेरि. अब फर्स्ट भनेको टास्क रेस्पोन्स. टास्क रेस्पोन्स भनेको चाहिँ के भने तपाईँहरूले टास्क दिएको क्वेसन्सहरूलाई मजाले रेस्पोन्स गर्न सक्नुभयो भने के भयो, 25 मार्क्स आउँछ. सर्फेसियल लेभलमा भनेको ल मैले, डिपली हामी फेरि कुरा गर्नुपर्छ यसको बारेमा, त्यही भएर. सो कोहिरेन्स एन्ड कोहिजनको चाहिँ 25 मार्क्स हुन्छ. यो भनेको चाहिँ के भने तपाईँहरूको आइडिया कसरी फ्लो भइरहेको छ, कतिको स्मुथली कनेक्ट भइरहेको छ, अथवा कतिको लजिकली तपाईँहरूले आइडियाहरू प्रेजेन्ट गर्नुभएको छ, त्यसको बेसिसमा 25 मार्किङ हुन्छ है. अब यो भनेको चाहिँ अहिलेको लागि के बुझौँ भने, मैले एउटा पोइन्ट भने अरे होइन, एउटा पोइन्टबाट अर्को पोइन्टमा जाने बेलामा एक्सप्लेनेसनहरू क्लियर राखेँ अनि इनफ कनेक्टर्सहरू युज गरेँ भने के हुन्छ, अर्को पोइन्टमा जाने बेलामा सुन्ने मान्छेले के हुन्छ थाहा पाउँछ, अथवा पढ्ने मान्छेलाई आइडिया हुन्छ, क्लियर एक्सप्लेनेसन हुन जान्छ. तर मैले त्यस्तो केही पनि गरिनँ, इन्कम्प्लिट सेन्टेन्सहरू छोडेँ. अब लजिकल्ली आइडियाजहरू कनेक्टेड पनि छैन. सुरुमा चाहिँ अब लेट्स से मैले पोभर्टी इराडिकेसनको कुरा गरेँ, पोभर्टी कसरी हटाउने भन्ने कुरा गरेँ अरे. सुरुमा चाहिँ के भने पनि अब प्रोग्रेसिभ ट्याक्सेसनको कुरा गरेँ अरे. के ट्याक्सहरू हुन्छ नि, प्रोग्रेसिभ वेमा जानुपर्छ. के अरे हामीले जति कमाएको छौँ त्यसको सर्टेन पर्सेन्ट चाहिँ हामीले पे गर्नुपर्छ गभर्मेन्टलाई. के अरे अमाउन्ट, यति अमाउन्ट सबैले, धनीले पनि एउटै वेमा पे गर्ने, गरिबले पनि एउटै वेमा गर्ने, त्यो चाहिँ इलोजिकल हो भनेर केही आर्ग्युमेन्ट लेखेँ अरे है मैले. अब सेकेन्ड पार्टमा चाहिँ मैले के गरेँ भने अलिकति आइडिया हुन्छ नि, सस्टेनेबल डेभलपमेन्ट भनेर लेख्दै थिएँ. अब पोभर्टी र सस्टेनेबल डेभलपमेन्टको आइडिया के हुनसक्छ, कनेक्ट नहोला है. यस्तो भयो भने चाहिँ के हुन्छ, मार्किङ दिँदैन है. अहिलेको लागि चाहिँ के बुझौँ, कोहिरेन्स एन्ड कोहिजन भनेको चाहिँ हामीले एउटा आइडियाबाट अर्को आइडियामा कतिको स्मुथली गएको छौँ, त्यसको बेसिसमा हाम्रो 25% मार्किङ हुन्छ. अगेन एउटै क्लासमा यो सबै कुरा कभर गर्नलाई चाहिँ धेरै टाइम लाग्छ. त्यही भएको भएर हामीले इन डिटेल यो राइटिङको क्लासमा पढ्छौँ है. सो यु गाइज क्यान टेक अ स्क्रिनसट फ्रम हियर इफ युड लाइक टु
dive deep into the topic. सो फर्स्टमा मैले अझै क्लियर गर्नलाई हामीले आफ्नो एसेलाई कतिको अर्गनाइज गरेको छौँ, हाम्रो आइडियाजहरू चाहिँ कतिको इन्टरलिङ्क छ, कनेक्टेड छ, त्यसको बेसिसमा चाहिँ के हुने रहेछ, कोहेरेन्स र कोहेजनको मार्किङ आउने रहेछ। रिडिङको लागि हो ल यो चाहिँ। अगेन अर्को भनेको चाहिँ लेक्सिकल रिसोर्सेस। लेक्सिकल रिसोर्सेस भनेको चाहिँ के हो, हामीले कतिको भोक्याबुलरिजहरू मजाले युज गरेको छौँ, टपिक स्पेसिफिक भोक्याबुलरीहरू कसरी बनाएको छौँ है। अब यसको बेसिसमा पनि के हुन्छ, हाम्रो मार्किङ हुन्छ। अब हामीले राम्ररी भोक्याबुलरिजहरू युज गरेका छौँ, कलोकेसन्सहरू पनि नेचुरली युज गरेको छौँ भने मार्किङ राम्रो आउँछ। टपिक स्पेसिफिक भोक्याबुलरी भनेको चाहिँ के भन्दाखेरि हामीले कुनै पनि पर्टिकुलर टपिकको बारेमा कुरा गर्दाखेरि त्यो रिलेटेड इन्फर्मेसन। अब लेट्स से फर इक्जाम्पल मैले इमेलको कुरा गर्नु पर्दाखेरि के गर्नु पर्यो, सेन्डर होला मेरो भोक्याबुलरीमा, रिसिभर होला, लाइकवाइज स्प्याम मेल होला है, ड्राफ्ट होला। सो यो यस्तो खालको वर्ड्सहरू चाहिँ इन्क्लुडेड हुनुपर्छ, टपिक स्पेसिफिक हुन गयो नि त है। इमेलको कुरा गरिरहेछ अनि पछि मैले लेटर भनेर भने पनि त अलिकति अलाइन नहोला 100% है, यसको बेसिसमा पनि मार्किङ हुन्छ। लाइकवाइज ग्रामर हाम्रो कतिको एक्युरेटली हामीले बोलिरहेछौँ, ग्रामर सेन्टेन्सहरू कतिको मजाले युज गरिरहेछौँ, कम्प्लेक्स सेन्टेन्स स्ट्रक्चर्सहरू राखेको छौँ कि छैनौँ, ग्रामरमा भेरिएसन छ कि छैन, आर्टिकल, प्रिपोजिसन, सब्जेक्ट वर्ब एग्रिमेन्ट योहरू कतिको करेक्ट छ, यसको बेसिसमा पनि के हुन्छ भने 25% मार्किङ चाहिँ राइटिङमा हुन्छ। सो यो चारवटा डिफ्रेन्ट क्याटेगोरी रहेछ राइटिङको मार्किङ राइटिङको मार्किङ इभ्यालुएट गर्नलाई। फर्स्ट भनेको टास्क रेस्पोन्स, हामीले क्वेसन आन्सर गरेको छौँ कि छैनौँ। सेकेन्ड भनेको कोहेरेन्स एन्ड कोहेजन, यो भनेको हाम्रो आइडियाजहरू चाहिँ छरपष्ट छ कि लजिकल्ली कनेक्टेड छ है। लाइकवाइज लेक्सिकल रिसोर्सेस भनेको के रहेछ, भोक्याबुलरिजहरू कतिको मजाले युज गरेका छौँ त त्यसको बेसिसमा 25% मार्किङ हुँदो रहेछ। फाइनली हामीले युज गरेको सेन्टेन्सहरू कतिको कम्प्लेक्स आइडियाजहरू प्रेजेन्ट गरेका छौँ अथवा ग्रामर कतिको एक्युरेट छ, त्यसको बेसिसमा चाहिँ के हुने रहेछ, 25% मार्किङ हुने रहेछ। एनी क्वेसन? ओके, अहिलेको लागि चाहिँ मैले अगेन टाइम एन्ड अगेन भनिरहेको छु, यो सर्फेसियल लेभलमा कभर गरेको, हामीले राइटिङ टास्कमा चाहिँ यसलाई अझै डिटेलमा कभर गर्छौँ ल। सो फाइनली हामीले लास्टमा हेर्ने भनेको चाहिँ स्पिकिङ मोड्युल। स्पिकिङ मोड्युलमा चाहिँ के हुन्छ भने, ओके स्पिकिङ मोड्युलमा के हुन्छ भने 11 to 14 मिनट्स हामीलाई असाइन टाइम हुन्छ, अप्रोक्सिमेटली 11 to 14 मिनट्सको हाम्रो क्लास टेस्ट हुन्छ। अनि यो चाहिँ नर्मली इन पर्सन नै हुन्छ है। अब कहिलेकाहीँ लेट्स से कहिलेकाहीँ हाम्रो इन पर्सन भर्चुअल भयो भने पनि के हुन्छ भने एकदमै स्ट्रिक्ट इन्भाइरोमेन्टमा एआईले असाइन गरेर टेस्ट लिन्छ, तर धेरै जस्तो चाहिँ स्पिकिङ पर्सनै हुन्छ ल। 99% अफ टाइम चाहिँ स्पिकिङ मोड्युल मान्छेले नै, एक्जामिनरले नै कन्डक्ट गर्नुहुन्छ। सो स्पिकिङमा चाहिँ के हुन्छ भने 3टा पार्टमा हाम्रो स्पिकिङलाई डिभाइड गरिएको हुन्छ। एउटा भनेको चाहिँ जेनरल इन्ट्रोडक्सन, तपाईँहरूको जेनरल इन्ट्रोडक्सन हुन्छ। त्यसपछि पार्ट 2 र पार्ट 3मा चाहिँ के हुन्छ भने हामीले क्यू कार्ड पाउँछौँ। क्यू कार्ड भनेको चाहिँ के भने एउटा सर्टेन पर्टिकुलर टपिक हामीलाई दिइन्छ होइन, अनि त्यो टपिकलाई यसो हेर्नलाई एउटा नोट पनि दिनुहुन्छ क्या, फ्यु सेकेन्ड्सको लागि हामीले त्यो टपिकमा आइडिया जेनेरेट गर्ने, अनि त्यसको बेसिसमा पार्ट 2 र पार्ट 3मा चाहिँ क्वेसन गर्नुहुन्छ एक्जामिनरले, अनि हामीले चाहिँ त्यसलाई आन्सर गर्नुपर्ने हुन्छ। सो अब यति कुरा मैले स्पिकिङलाई किन थोरै गरेँ भने यो चाहिँ प्र्याक्टिकली हामीले क्लासेसमा गर्दाखेरि अझै इफेक्टिभ हुन्छ है। क्यू कार्ड हेरेर हामीले क्वेसन्सहरू आन्सर गर्ने कसरी भनेर हेर्छौँ,
अनि ओके, सो स्पिकिङको लागि चाहिँ हामी अहिलेको लागि के बुझौँ भने हामीले कुनै पनि क्वेसनको आन्सर गर्दाखेरि वी सुड फलो दिस मेथड, आरइइसी मेथड भनेर भन्छु म चाहिँ है। यो भनेको चाहिँ के हो भने हामीले कुनै पनि क्वेसन गर्दाखेरि फर्स्ट त के गर्दैनौँ, एउटा मात्रै सेन्टेन्समा आन्सर गर्दैनौँ कुनै पनि क्वेसन गर्दाखेरि ल, बिकज मार्किङ आउँदैन राम्रो है। मोर देन वान सेन्टेन्समा भन्नुपर्छ। अनि अब लेट्स से मैले आई आस्क यु अ क्वेसन है, हाउ आर यु भनेर होइन, यो सिम्पल इक्जाम्पल दिएको, आइम फाइन भनेर भन्नुभयो भने के भयो, सेन्टेन्स आन्सर त मैले पाएँ तर के भयो, थोरै पाएँ नि त है। अब योभन्दा नि अझै सिम्प्लिफाई गर्नलाई, अब लेट्स चाहिँ मैले तपाईँहरूलाई क्वेसन गरेँ, खाना खानुभयो भनेर क्वेसन गरेँ, आन्सर के आउँछ, खाएँ म्याम अथवा खाएको छैन भनेर आउन सक्छ है। यो भनेको के भयो, अलिकति भेग रेस्पोन्स भयो। होइन म्याम क्लास पछि खान्छु, मैले खाएको छैन भनेर कसैले भन्न सक्नुहुन्छ है, स्टिल भेग हुन गयो है। के थाहा आज खाना नखाने हो कि, अथवा आज मैले बाहिरै डिनर गरेर आएको छु कि बिरामी भएर नखाने हो कि, आइडिया त अनक्लियर हुन गयो है। सो एभ्री क्वेसनको लागि चाहिँ हामीले फर्स्टमा के गर्नुपर्छ भने आरइइसी हाइलाइट गरेर भनेको ल, सुरुमा हामीले रेस्पोन्स गर्छौँ, क्वेसनले के सोधेको छ त्यो कुरा, मैले खाना खाइसकेँ लेट्स से यो भने होइन। अब एक्सप्लेन गर्नु पर्यो, आई मिन खाएको छैन है, अब मैले किन खाएको छैन त। सो नर्मली म चाहिँ इभिनिङ क्लास कन्डक्ट गरिसकेपछि बल्ल खाना खान्छु। अनि मेरो खाना खाने टाइम भनेको चाहिँ नर्मली 8:30 बज्छ मैले खाना खाने बेलामा, त्यही भएर मैले खाना खाएको छैन एक्सप्लेन गरेँ मैले। अब इक्जाम्पल ल, इक्जाम्पलमा चाहिँ के आउँछ भने अझै डिप डाइभ गर्ने। सो मैले खाना खानु पर्दाखेरि रातिको टाइममा चाहिँ मलाई दाल भात तरकारी नै खान मन लाग्छ, अनि यो खाँदाखेरि चाहिँ म के गर्छु भने सकेसम्म प्रोटिन पनि इन्क्लुड गर्न खोज्छु फुडमा, लेस कार्ब्स, अनि पछि फाइबर पनि इन्क्लुड गर्न सक्छु। त्यही भएको भएर मैले बेलुका खानामा नर्मली दाल भात अनि सिजनल केही तरकारी खान्छु, त्यो सँगै 2टा अन्डा पनि खान्छु। मैले के गरेँ अझै एक्सप्लेन गरेँ है, अब लास्टमा चाहिँ कन्क्लुजन। सो त्यही भएर मैले अहिले खाना खाएको छैन, नर्मली म 8 बजेभन्दा 8:30 बजे खाना खान्छु। सो दिस इज जस्ट अ सिम्पल ऱ्यान्डम एक्जाम्पल, यो चाहिँ आरइइसी मेथड युज गरेर कसरी आन्सर गर्ने भनेर मैले थोरै बुझाउन खोजेको है। सो वी सुड फलो दिस अप्रोच वाइल आन्सरिङ speaking questions. So at last, what I want you to tell you is, स्पिकिङ क्वेसनको आन्सर गर्दाखेरि, स्पिकिङ टेस्टको क्वेसनको आन्सर गर्दाखेरि चाहिँ हामीले के बुझ्नुपर्छ भने आइएल्स इज नट अ टेस्ट अफ इन्टेलिजेन्स। आइएल्समा हुन्छ नि तपाईँ कतिको इन्टेलिजेन्ट हुनुहुन्छ त भनेर बुझ्न खोजेको हो त होइन नि है। सो दिस इज जस्ट अ ल्याङ्ग्वेज टेस्ट। तपाईँले इङ्ग्लिस ल्याङ्ग्वेज युज गरेर कतिको इफेक्टिभली कम्युनिकेट गर्न सक्नुहुन्छ त, त्यो टेस्ट गर्न खोजेको हो यो आइएल्सले। द्याट्स वाइ हामीले कुनै पनि क्वेसनको आन्सर गर्दाखेरि चाहिँ मैले अब लेट्स से डु यु वर्कआउट एभ्री डे भनेर सोधेँ अरे, अनि अब होइन मैले एक्सर्साइज गरिनँ भने जज गर्ला, म त जिम गएर एक्सर्साइज गर्छु भनिदिउँ कि भनेर त्यसरी सोच्नु पर्दैन। अथवा लेट्स से आई आस्क यु अबाउट रकेट है, रकेटको बारेमा केही इन्फर्मेसन सोधे पनि ला रकेटको बारेमा त आउँदैन तर आएन भन्यो भने जज गर्ला भनेर चाहिँ सोच्नु पर्दैन है। सो दिस इज नट एन इन्टेलिजेन्स टेस्ट, यो चाहिँ कम्युनिकेट तपाईँहरूले कसरी गर्नुहुन्छ त भनेर बुझ्नको लागि गरिएको टेस्ट हो। बेस्ड अन द्याट हामीले चाहिँ के गर्नुपर्छ, इफेक्टिभ कम्युनिकेसनलाई चाहिँ अगाडि लानुपर्छ। इन्टेलिजेन्ट, म कतिको इन्टेलिजेन्ट छु भनेर देखाउन लागि चाहिँ यो टेस्ट होइन। द्याट्स वाइ हामीले के गर्नुपर्छ, आफ्नो आइडियाजहरूलाई एकदमै क्लियरली, कोहेरेन्टली, स्मुथली आन्सर गर्नुपर्छ विदाउट मेकिङ एनिथिङ कम्प्लेक्स। एकदमै कम्प्लेक्स बनाउन खोज्यो भने चाहिँ एकदम डामाडोल हुन्छ। द्याट्स वाइ यो त ल्याङ्ग्वेज टेस्ट हो, यसमा त के गर्नुपर्छ, हाम्रो डिफ्रेन्ट एरियाज
इङ्ग्लिस युज गरेर डिफ्रेन्ट एरियाज लिसनिङ रिडिङ राइटिङ स्पिकिङलाई टेस्ट गर्न खोजेको हो। त्यही भएर सक्दो हामीले चाहिँ त्यो वेमा यो टेस्टलाई लिनुपर्छ रादर देन हो कस्तो गाह्रो भनेर त्यसरी चाहिँ सोच्नु हुँदैन है। नर्मली अब टेस्ट दिन जाँदा पनि के हुन्छ, हामीले के गर्छौँ एक्जाममा इङ्ग्लिस टेस्ट त खासै नपढे नै हुन्छ भनेर भन्छौँ नि है। यो आइएल्सको लागि चाहिँ यो त्यस्तो एप्लिकेबल त हुँदैन 100%। स्टिल इङ्ग्लिस ल्याङ्ग्वेजै त हो, एक्जामै त हो, गर्न सकिन्छ है। मेहनत चाहिँ अलिअलि गर्नुपर्छ। सो एनी क्वेसन? कसैलाई केही क्वेसन छ? गजाङगुजुङ के भयो जस्तो भएको त छैन नि? ओके, सो आज चाहिँ म रेकर्डेड भिडियो अपलोड गरेर आई सेयर इट विथ यु गाइज टुडे tomorrow. So thank you so much. Thank you for participating and have a good night.